Hello everyone, I am going to tell you about a renal disorder हैन। renal disorder मा चाहिँ के हुन्छ भने एउटा कालकुली भन्ने हुन्छ क्या, त्यो भनेको चाहिँ किडनी स्टोन हो क्या। सी र एस को कति धेरै रिलेसन हुन्छ नि त, त्यही भएर कालकुली भनेको चाहिँ किडनी स्टोनलाई चाहिँ मान्छेलाई कालाउँछ। त्यस पछाडि अर्को भनेको सिस्टिसिस भनेको चाहिँ इन्फ्लामेसन अफ युरिनरी ब्ल्याडर हो। अनि यहाँ चाहिँ यो चाहिँ ब्याक्टेरियाको कारणले गर्दाखेरि हुन्छ। त्यसपछि पाइलिटिस भनेको चाहिँ पेल्भिसको इन्फ्लामेसन हो, पिबर्ड अफ पेल्भिस। अनि पाइलोनेफ्रिटिस भनेको चाहिँ इन्फ्लामेसन अफ किडनी र रिनल पेल्भिस हो। ग्लोमेरुलोनेफ्रिटिस भनेको इन्फ्लामेसन अफ ग्लोमेरुलस। त्यसै युरेमिया भनेको चाहिँ जब हामीले चाहिँ ब्लडमा युरिया देख्छौँ नि, त्यस्तो कन्डिसनलाई युरेमिया भन्छ। अनिखेर चाहिँ छ रेस्पिरेटरी डिसअर्डरमा चाहिँ न्युमोनिया पर्छ। न्युमोनिया भनेको चाहिँ हाम्रो लङ्सको डिसअर्डर हो, सबैलाई थाहा छ। आस्थामा भनेको चाहिँ यदि ब्रोन्काइहरू चाहिँ के भयो त भन्दा न्यारो हुँदै गयो होइन, म्युकसहरू जम्मा भयो भने त्यस्तो कन्डिसनमा हामीलाई आस्थामा हुन्छ। ब्रोन्काइटिस भनेको नाममै काफी छ, ब्रोन्काइको त्यो इन्फ्लामेसन। न्युमोथोरेक्स भनेको चाहिँ हल्का डिफ्रेन्ट छ, तर यो चाहिँ कस्तो सजिलो छ क्या, कोल्याप्स हुनु, लङ्सहरू नै कोल्याप्स भयो भने जस्तो सुन्दा पनि अचम्म लाग्ने। प्लुरिसी भनेको चाहिँ पीबाट प्लुरा, यो त नामैमा काफी छ। प्लुरा भनेको त सबैलाई थाहा छ। प्लुरा भनेको चाहिँ त्यो लङ्सहरूको बाहिरको मेम्ब्रेनलाई चाहिँ प्लुरा भन्छ हो, त्यसको इन्फ्लामेसनलाई चाहिँ हामीले प्लुरिसी भन्छ। फ्यारिन्गाइटिस भनेको चाहिँ फ्यारिङको इन्फ्लामेसन भयो। ल्यारिन्गाइटिस भनेको चाहिँ ल्यारिन्सको इन्फ्लामेसन भयो। त्यस पछाडि अर्को भनेको चाहिँ त्यही हो, यसमा चाहिँ त्यति नै छ। र अर्को छ हार्ट डिसअर्डर होइन, यो चाहिँ सबभन्दा इजी छ क्या, नाम जे छ त्यस्तै नै छ डिसअर्डरको नाम पनि। अनि एरेथमिया भन्यो भने चाहिँ जस्तै रिदम छ नि त, एबनर्मल रिदम भयो भने एरेथमिया। स्ट्रोक भनेको चाहिँ लाइक ब्रेनमा चाहिँ हुन्छ नि, सेरेब्रोभेस्कुलर एक्सिडेन्ट भयो भने चाहिँ त्यसलाई स्ट्रोक भन्छ क्या, ब्रेनसँग रिलेटेड छ यो। अनि त्यस पछाडि अर्को भनेको चाहिँ हार्ट एट्याक भनेको चाहिँ लाइक हुन्छ नि क्लटिङ ब्लड अफ त्यो आर्टेरीहरू जब हुन्छ नि, त्यहाँदेखि चाहिँ ब्लड क्लट हुन्छ नि, अब हार्ट एट्याक हुन्छ। अनि एन्जिना पेक्टोरिस भनेको हाम्रो छाती दुख्नु। आर्टेरियोस्क्लेरोसिस भनेको कोलेस्ट्रोल बढ्नु। त्यसपछि थ्रोम्बोसिस भनेको ब्लड क्लट हुनु। हार्ट फेलर भनेको बिचरा हार्टले पहिला जसरी काम नगर्नु। अनि रुमेटिक हार्ट डिजिज भनेको चाहिँ थ्रोटको कारणले गर्दाखेरि हुन्छ। अनि कन्जेनाइटल भनेको चाहिँ लाइक जन्मिँदैखेरि हुने डिजिज हो क्या। रुमेटिक भनेको चाहिँ थ्रोटको चाहिँ डिजिज हो, जुन चाहिँ हार्टको कारणले गर्दा थ्रोटमा हुन्छ।